किन मर्ने तैँले मर भन्दा मर्ने यो होइन नि त मेरो जिन्दगी म कसरी जिउनुपर्छ भन्ने कुरा चाहिँ आफूमै हुनुपर्छ हरेस खान हुँदैन पहिला कुरा होइन सिस्टममा जानुपर्ने हुन्छ होला अब उहाँलाई उहाँको पीडा दुःख के छ उहाँलाई थाहा छ त्यो त भोग्नेलाई थाहा हुन्छ अरूलाई थाहा हुँदैन भने त्यसलाई लाचार जिन्दगी जिउनु भएन त्यसलाई हिम्मत हार्नु भएन हिम्मत जुटाएर चाहिँ अगाडि बढ्नुपर्छ त्यसले उहाँलाई ल्याउनुलाई जस्तै उहाँले भनिहाल्नु कतिपय कुराहरू ममा सबै कुराहरू थाहा नहुनसक्छ मैले नबुझ्या हुनसक्छ होइन मैले तपाईँहरूको फोन रिसिभ गर्नु नसकेको हुन्छ तर म आफ्नो एउटा तरिका हुन्छ मेरो मैले मान्छे लगाएको हुन्छु होइन त्यो भएको कारणले गर्दाखेरि तपाईँ मलाई चाहिँ मैले प्रवक्ताजीलाई जिम्मा दिएँ उहाँलाई म जसरी हुन्छ 5-10 दिनभित्र मान्छे नेपाल घुमाउनु पऱ्यो भनेर उहाँले त्यो अनुसारले काम गरिदिनु भएको छ विशेष उहाँलाई धन्यवाद दिन चाहन्छु टिमलाई म होइन हाम्रो टिमलाई अब यहाँ आइसक्नु भएको छ तपाईँ त्यो त हजुरको निर्देशन अनुसार हामीले नै हजुरले भनेको मितिबाट 1 हप्ताको दिनमा आज 7 दिन 8औं दिनमा आज तपाईँ नेपाल टेक्न सक्नुहुन्छ त्यतिसम्म लागि पर्नु भएको छ उहाँको हाम्रो यहाँ संस्थाबाट मैले चाहिँ के खोज्छु भने तपाईँको काम कसले हेरिरहेछ उहाँले हेर्नु भएको छ नि मलाई दिनमा चाहिँ के भइरहेछ उहाँले मलाई तपाईँहरूसँग चाहिँ मेरो त्यति हुँदैन र मैले साथीहरूसँग चाहिँ उहाँको काम के भइरहेछ मलाई दिनमा चाहियो रिजल्ट चाहियो भनेर भनिरहेको हुन्छ कि दिनमा एकचोटि बातचित गर्ने होइन सकेसम्म उहाँहरूसँग बातचित गर्नुहोस् भन्छु म होइन कतिपय मान्छे चाहिँ कुरा नगर्दा पनि होपलेस हुने अलिकति समय नदिया तपाईँले ठुलो मान्छे भएको भने जस्तो सोच्नु हुने तर त्यो चाहिँ होइन है त्यो गलत हो समय हजुरलाई मात्रै दिने होइन हजुर जस्तो धेरैलाई दिनुपर्ने हुन्छ जति पनि म छोरी मान्छे मात्र त्यस्तो छैन कि छोरा मान्छे पनि त्यस्तै छ त्यो भएको कारणले गर्दाखेरि कतिपय मान्छेले फोन नउठाउने तपाईँको मान्छेले फोनै उठाउँदैन भन्ने खालको कुरा चाहिँ नगर्नु अब अर्को कुरो के छ भने तपाईँ नेपाल आइसक्नु भएको छ अब पनि देश विदेश फेरि फर्किनुहुन्छ कि यहीँ केही गर्नुहुन्छ कि त मैले त हो सके त मेरो छोरा नाति पनि नजाऊ मेरो हामी दुईजना दिदी बहिनीको गरेर मेरो 5 छोरा छ हेर्नु मेरो 3टा छ मेरो जेठी दिदीको 2टा छ छोराहरू तिनी पनि नजाउँ भन्छु म सकेर आफूले गरी खान सक्नु भयो नेपालमै गरी खानु पहिलो कुरो चाहिँ के छ भने तपाईँहरू आफू इलिगल काम मलाई यस्तो के म पढाइ लेखाइ पनि छैन मेरो त्यस्तै मलाई केही थाहा छैन यति त थाहा थियो नि तपाईँलाई म फ्री हिसाब टिकट जाँदैछु नै मलाई केही थाहा छैन म 12 वर्ष 13 वर्षमा इन्डिया बसेको हेर्नु मलाई विदेश जाने यताउता केही थाहा थिएन मलाई मैले त्यही पाल्पाको बहिनीहरूले नम्बर दिएछ त्यो उसलाई एजेन्टले मलाई फोन गर्यो अनि मैले भने अहिले मसँग पैसा छैन मैले अहिले भर्खरै बनाउन पासपोर्ट बनाउन होइन मेरो बुढा पनि इन्डिया छन् बुढालाई सोध्छु छोरालाई सोध्छु छोरा पनि 18 वर्षको उसको कार्यसक्यो ठुलो भइसक्यो नि त अब त छोरालाई बुढालाई सोध्छु अनि जहाँ दुःख सुख गरेर आउनु त भनेपछि म जान्छु म त जान्नलाई म अहिले नै मैले पासपोर्ट बनाउन भनेको आउनु के आउनु म भरवा जान लाग्छु म आउनु के आउनु मैले हालिदिन्छु पैसा भनेर उहाँले हामी 7 जनालाई लानुभयो त्यो 7 जना सबै छ उही हुन्छ यसलाई ठिक छ त्यो पछिको कुरा हो विशेष तपाईँ नेपाल आउनु भएको छ होइन तपाईँले नयाँ जिन्दगी पाउनु भएको छ यसलाई यसै गर्नुपर्छ अघि तपाईँको जुन त्यो भावुक मन हुँदाखेरि मैले सोचेको छु त्यो कुराहरू तपाईँ आउनुलाई ल्याउनुलाई जति हाम्रो टिमले दुःख गरेको छ विशेष टिमलाई म धन्यवाद दिन चाहन्छु यसै गरी तपाईँहरू लागि पर्दिनु कसैको जिन्दगीमाथि हामीले खेलवाड गर्नु मिल्दैन भइहाल्छ नि त्यसको फोन भरे उठाउँला नि अथवा भोलि उठाउँला भनेर तपाईँले हेरचक्रै नगराइदिनु सकेसम्म तपाईँले नभएको ठाउँमा सकेसम्म बेलुका घरमा गएर कल ब्याक गरेर सन्तुलन दिने काम गर्नुहोस् र हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू अल्पत्र पर्यालाई चाहिँ समय दिएर निकाल्ने तपाईँको जुन काम कार्य गर्नुहुन्छ विशेष यो जिल्ला धन्यवाद यसै गरी सधैँ लाग्नु होला भन्ने अहिलेलाई बिदा हुन चाहन्छु हस्